उपचार भएर यो 7 दिनको फलोअपमा पनि गयो दबाईहरू पनि थपिँदैछ त्यो भएर अहिले दबाई दिएकोले गर्दा अहिले राम्रो छ अहिले जो राम्रो छ राम्रो छ र त पहिलाको याद आउँछ अब हाम्रो सानो सानोमा यसो देउसी खेल्दा हिँड्दाखेरि यो बाटामा ढुङ्गाहरू थियो रुख त्यो बिच बिचमा कुमीको रुखहरू माथि अकति सक भन्ने थियो होइन ठुलो ढुङ्गाहरू थियो अनि पिच बनिन्छ यसरी बनिन्छ भनेर धेरै अगाडिदेखि भन्ने कुरो हल्ला सुन्यो अब गाडी कुरो सानो सानो पहिला ट्रकको बाँसेको लट्ठा तान्नलाई त्यहाँ जङ्गल थियो बाँसेमा त्यहाँको लट्ठा तानेर ट्रक त्यहाँदेखि जानकी 71 भन्ने बस धुलैमा हामी ढुलिन पुग्थ्यौँ अहिले आएर धेरै समय पछाडि पिच बनेका खुसी पनि लागेको छ अब कस्तो छ ठिकै छ नि अहिले अब राम्रै लागेर नि त राम्रो छ नि हाम्रो पालामा आइपुग्यो पिच त्यही खुसीको कुरा छ त्यही खुसी अहिले 82 सालमा त्यही खुसीमा अहिले हिँड्दैछौँ हाम्रो रमाउँदै पिचमा एकदम आनन्द लिँदै धन्यवाद है हुन्छ अब हामीहरूले यहाँ धेरै अगाडिदेखि यी जन्म्यौँ यी हुर्क्यौँ अहिलेसम्म भयौँ अब यो मन्दिर हाम्रो चाहिँ पालामा हामीहरूले मन्दिरलाई पनि गर्ने गाउँ समाज मिलेर यो कृष्णनगर विकास संस्थाको तत्त्वावधानमा भजन कीर्तन गर्छौँ शनिबार र सोमबार अब यो सबै मिलेर यो कृष्णेश्वर पञ्चायत शिव पञ्चायत मन्दिर कृष्णेश्वर शिव पञ्चायत मन्दिर कृष्णनगर विकास संस्था भवन यो स्थापना भएको हामीले कहिलेको हो यो स्थापना यो मन्दिर स्थापना भएको यो संस्था स्थापना भएको चाहिँ 52 सालतिर हो यो मन्दिर भएको त अब लगभग धेरै वर्ष अगाडि यो मन्दिर धेरै थियो यो बनिएपछि 7-8 वर्ष भयो होला पहिला जन्मेको थियो एकजना हाम्रो पौडेल दाले त्यो विष्णु पञ्चायत थियो यहाँ तलतिर त्यो चाहिँ धेरै अगाडि पनि जन्मेको त्यसकै नामाकरणमा हामीले यो मन्दिर चाहिँ नयाँ मन्दिर स्थापना गर्यो है उहाँले जग्गा दान दिनुभयो 10 रुख अनि हामीहरूले अरू थपेर पछाडि कता जग्गा किन्यौँ त्यसमा हामीलाई घर बनायौँ र त यस्तै छ जिन्दगीको उठाप चढाप गर्दै गर्दै जाँदाखेरि यहाँसम्म आइपुग्यो अब त्यहाँ गर्नलाई पनि त्यति जति पहिला गरिन्छ त्यस्तो छैन अरूले गरेकोमा हौसला लाग्छ यो यसरी भएकोमा विकास भएकोमा अब मन छ शरीरले सकिँदैन हरेक कुराले गर्दाखेरि उमेर पनि अब लगभग 60को छेउछाउ पुग्न लाग्यो अब ती अब हामीले फर्क्यौँ बाटोमा किनभने अब धेरै उमेर पनि नहुँ त्यो खुसियालीको उमेरमा यसो हामी दुईजना घुम्दै हिँड्यौँ अब यस्तै छ के गर्ने यो संसार यस्तै छ राम्रो छ लाइन आयो बिजुली पनि आयो पहिला बिजुली पनि थियो यहाँ बस्तीमा कलमको बिजुली आउँदा खुसी भएर पहिला त यो हाम्रो ठाउँमा लाइन सकेपछि बनिन्छ भने हामीले सोच्दै नथ्यो तिनीहरू पनि सोच्दाखेरि सरकारले आँटो भनेपछि जे पनि गर्न सक्छ समयको समयले पावर मान्नु पहिला अब मोबाइलहरू मोबाइल थिएन अर्को मोबाइलै थिएन नि सानो मोबाइल पनि थिएन पछाडि अब विकास आफै अटोमेटिक विश्व ग्लोबलै अहिले विकासको इक्विपमेन्टको हिसाबले अगाडि बढेको छ प्राविधिकको हिसाबमा धेरै अगाडि अरू देशहरू गएको छ नेपाल पनि बिस्तारै बिस्तारै पछ्याउँदैछ सबै ठिकै छ अहिलेसम्म अब घर परिवार इष्टमित्र छरछिमेकी सबैतिर राम्रै छ अब पानी वर्षा पनि ठिकै छ अलिकति दुर्गम जस्तो क्षेत्र यो ठाउँ देखिए तापनि हामीलाई चाहिँ बसेर हिँडेको कारणले हावापानी राम्रो छ सबैभन्दा ठुलो कुरो बस्नलाई यहाँ यो पाहाड पनि होइन तराई पनि होइन मधेस पनि होइन यो पछाड जस्तो छ पाहाडको फेरि काठ यो धरान जस्तो ठाउँ राम्रै छ यो अहिले मेचीनगर 1 होइन साबी के थियो पहिला साबी बामनाई 7 थियो हजुर अहिले मेचीनगर 1 मेचीनगर 1 अहिले बामनाई गाविस पहिला थियो गाविस आउँदा बामनाई गाविस वार्ड नम्बर 7 थियो अहिले मेचीनगर 1 3टा वार्ड गाभेर यो 7, 8 र 9 3टा वार्ड गाभेर एउटा 1 नम्बर वार्ड बनाएको छ मेचीनगर यस्तै छ प्रवेश भाइ अब हाम्रो के गर्नु यसरी जिन्दगी बित्दै छ राम्रै छ केही टेन्सन लिनु पर्दैन हाम्रो विषयमा हाम्रो जे जसो भए पनि आफूले चलिरहेको छ राम्रो छ त्यस्तो नराम्रो छैन अहिलेसम्मलाई पछिको भन्न सकिँदैन अहिलेसम्म आनन्द छ भविष्यहरू अब तिमीहरूको भविष्य बनाउनलाई हाम्रो आतुर छौँ हाम्रो कसरी गर्दा तिमीहरूलाई चाहिँ राम्रो हुन्छ भन्नेमा हाम्रो चिन्ता छ भने तिमीहरू चाहिँ हाम्रो डेली मम्मीहरूलाई के गरी राम्रो गरौँ भन्ने सोचाइमा तिमीहरू चाहिँ डबल यस्तै छ जिन्दगी हामीहरू त्यता तिमीहरू छौ तिमीहरू हामीहरू माथि सम्झिन्छौ त्यति अहिले यो नयाँ
बाटो बन्नेदेखि सबैजना गाउँवासी मेचीनगर एकवासी सबैजना हर्षित छौँ होइन त? अहिले राम्रै छौँ। अब हेरौँ यसको लास्टिङ चाहिँ कतिको हुन्छ। बाटो त्यति राम्रो मजाले मेच्योर नभएको हो कि के भएको ठाउँ ठाउँमा उकेको छ। अब यसलाई हामीले हेर्ने पक्षमा छ कति समय लामो कतिको राम्रो भएको छ बाटो चाहिँ। त्यो यो मेच्योर गर्दाखेरि पाक्ने धेरै रहेछ यसको सिस्टम, हामीलाई थाहा छैन, प्राविधिक कुरो हो यो। हजुर। तर पनि यसको टिकाउ चाहिँ अब हाम्रो यहीँ जन्मेर यहीँ बसेको अब अझै पनि जग्गा जमिन भएकोले अब 2-4 वर्ष हेरौँ न यसको कतिको राम्रो बनिएको छ। त्यो चाहिँ अहिले देख्दा त राम्रो छ, खुसी छौँ नि। ए हजुर। अनि अहिले तत्काल देखिन्छ नि, यो देखिँदाखेरि यो सेतो यो बलुवाहरू यस्तो बाटोमा छरप्रष्ट जस्तो देखिन्छ, यो चाहिँ के रहेछ हौ? यो त्यो किनारालाई छोप्न भनेर यो अब यस्तै हो, यो गरेको रहेछ। बिचमा घोप्ट्याएर अहिले त्यो नबढाएर त्यतिकै रहेको त्यो बालुवा छेउछेउमा किनारमा चाहिँ त्यो डिल रहन्छ, त्यसलाई चाहिँ छोप्नुपर्छ। इस्टिमेटमै रहेछ यो। ए हजुर। अनि गर्ने मान्छेले चाहिँ अब यसो भनेको थिएन होला, तर गर्ने मान्छेले ती छोडेर अब त्यतिकै हिँड्ने बढाएर सफा गर्नुपर्ने हो। पानीले बढाएको छ, यही त्यसो नि हाम्रो पानीले बढाएको छ कि भन्ने सोचेर आउँदैछ। हजुर। त्यो नभए त खै हामीले के सोध्दामै उ गरेर मैले सोध्न त सोधेँ, त्यो हाम्रो किनारा पुर्ने काम हो। अब यो भयो भने उनीहरूले सफा पनि गर्नुपर्छ, बाहिरको सिस्टमले सफा पनि गर्नुपर्छ उनीहरूले। ठिकै छ, अब यस्तै छ। तर पिजलले पनि ठाउँ ठाउँ उकेको कारणले चाहिँ कतिको लास्टिङ गर्छ त्यो चाहिँ कुरो छ। हेर्दा त राम्रो छ अहिले त, एकदम राम्रो, धेरै राम्रो छ। अब यसरी कहीँ उकेको छ यसरी। अब उता स्ट्यान्डलाई उता उकेको छ त्यहाँनिर। अब यो नयाँमा यस्तो भएको छ। हामीले अलिक गलेर पनि होला यति सजिलो त नजानुपर्ने त्यसरी भयो भने त भोलि गएर कति घाममा कतारमा कस्तो घाम छ त्यस्तामा त राम्रोसँगले पनि त्यसको मैले बुझेको चाहिँ यो पकाउँदाखेरि यो सिमेन्ट पकाउँदाखेरि अलकत्रोसँग यसको टेम्पर मिल्नुपर्छ। टेम्परेचर यहाँ चाहिँ पकाउने ठाउँ एकै ठाउँ सुरुङ्गा मात्रै सुरुङ्गाबाट बोकाएर ल्याउँछ, न त्यो ल्याउँदा बाटामा त्यसको टेम्पर गएर हो कि अब त्यो चाहिँ हाम्रो प्राविधिक कुरो चाहिँ जान्दैनौँ। हजुर। तर पनि अहिले हेर्दा राम्रो छ। पिस चलाएर 6-7 दिन भयो होला यो बाटो, त्यति राम्रो सेटै भएको छैन। त्यतिमा सेट पनि भएको छैन। अब अहिले त कोही नकुद्दै हुन्थ्यो जस्तो लाग्छ नि हामीलाई। यतिकै राखेदेखि त अब मान्छे मात्रै हिँड्ने भए त हुन्थ्यो नि, बरु गाडी कुदाइहाल्छ न, भत्किहाल्छ, कुदाउनै पनि पर्ने हुन्छ, कुदाउनै पर्ने हुन्छ, आफैले पनि कुदाउनुपर्छ आफ्नो हुँदा। अनि त्यो हुँदाखेरि अहिले ठिकै छ, समग्रमा राम्रै छ, समग्रमा राम्रै छ। अनि अरू यो बाटोघाटो चाहिँ कहाँसम्म अरे? यहाँबाट उँभो पुगेर जाने इलामसम्मै जाने हो यो बाटो? अहिले कति फुटको बाटो हो यो? 18 फुटको बाटो। ए तर यो काँक्रेभिटाबाट आउने बाटो चाहिँ पछाडि ठुलो 40 फुटै भएर आउने हो नि होइन? 42 फुटै हो हजुर। अहिले चाहिँ अब यो 18 फुटको काइम भएर गयो। अब पछाडि अब केही समय पछाडि 5-6 वर्ष पछाडि चाहिँ यो 42 फुटै नै भएर काइम भएर जान्छ होला। हर्कटे फिक्कल इलामतिर जाने योजनाको बाटोहरू यो अन्तु नाला समालबुङ त्यो बाटोहरू सबै ठाउँहरूलाई छोएको छ। तपाईँलाई चाहिँ अहिले हस्पिटलबाट डिस्चार्ज भइकन अहिले राम्रो भएको छ होइन? धेरै राम्रो हुन्छ। अहिले त्यो डक्टरको सरसल्लाह डक्टरले जुन फलोअपको लागि भनेको छ, अब कति तारिक कहिले बोलाएको छु, कति दिन पछाडि? अब 7 दिन पछाडि बोलाएको छ। हजुर। फलोअपमा गएर अब यो चाहिँ किन रहेछ हौ रेडियो गिटीहरू चाहिँ किन यसरी त्यो बाटोमा यसरी छरेको रहेछ? छेउमा अलिकति भिजाएको थियो त्यसको लागि। ए छेउबाट उकेर नजाओस् भनेर छेउमा गिटी हालेर। हजुर। ए ल ठिकै छ, ल राखौँ है। ल